70 वर्षमा पाउने वृद्ध भत्तालाई 75 वर्षमा पाउने व्यवस्था हुने भन्ने कुराबारे सोसल मिडियामा एकदमै मैले सुनेँ होइन। अब त्यही वृद्ध भत्ताले गर्दा हजुरआमा हजुरबुवाको मुखमा खुसी थियो। अनि छोरा नाति पछि पछि लाग्थे भत्ता आउँछ भन्ने कुरा हुन्थ्यो। ल भत्ता आएपछि त बुवाले केही दिनुहुन्छ भनेर पनि झिमिन्थे नजिक हुन्थे होइन। अब भत्ता आउँछ मेरो अनि यस्तो यतापट्टि दुखेको छ, यो भएको छ, टाउको दुखेको छ अनि उपचार गराउँला देखाउँला भन्ने पनि थियो होला। यो खाम्ला हर्लिक्स ल्याएर खाम्ला भन्ने पनि थियो होला होइन। मिठो मसिनो आफूलाई मन लागेको। अब त्यही पनि 5 वर्ष बढाएपछि त 5 वर्ष भनेको त एउटा ठुलो भनौँ न धेरै लामो समय हो। त्यस्तो चाहिँ किन गर्नुभयो होइन। मलाई त एकदमै मेरो विचारमा गलत लागेको छ होइन। सामान्यतया हेर्दा भित्री कुरा के हो त अब त्यो बुझ्न सकिएन होइन। यो चाहिँ गलत लाग्यो। हजुरलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला प्लिज।